आज म मेरो यो चञ्चले भाइलाई 1 घण्टासम्म एउटा घेराभित्र राख्नेवाला छु। यस भिडियोमा हामी हेर्नेवाला छौँ कि 1 घण्टासम्म एउटा सानो सर्कलमा बिताउन कतिसम्म गाह्रो हुन्छ। सो अहिले 1:45 गएको छ। अबको 1 घण्टासम्म म मेरो भाइलाई यो सानो सर्कलभित्र राख्नेवाला छु। ल जाऊ त्यो सर्कलभित्र। अब तिमी 1 घण्टासम्म यहाँबाट बाहिर निक्लिन पाउँदैनौ। यदि तिमीले त्यो घेरा छुयौ भने तिमी आउट हुनेछौ। यदि यसले यो च्यालेन्ज कम्प्लिट गर्यो भने यसलाई म यो मिस्ट्री बक्स दिनेवाला छु। तिमीलाई यो मिस्ट्री बक्स चाहिन्छ चाहिँदैन? सो हाम्रो च्यालेन्ज स्टार्ट भइसकेको छ। अबको 1 घण्टासम्म यसलाई यत्तिकै बस्नु दियो भने त यसले आरामले च्यालेन्ज जितिहाल्छ। त्यही भएर मैले अब यसलाई यत्तिकै बस्नु दियो भने त यसले च्यालेन्ज सिधै पुरा गरिहाल्छ। त्यही भएर तिमीलाई यो 2वटा अफर कुन चाहिँ चुज गर्न चाहन्छौ भन्नुहोस्। हेर त्यहाँ खोलेर मैले चाहिँ एउटामा 30 सेकेन्ड एउटा खुट्टाले उभिएर बस्ने र अर्कोमा चाहिँ 1 मिनट एउटा खुट्टाले उभिएर बस्ने रहेको थिएँ। तर भाइ अनलकी रहेछ। बिचरालाई चाहिँ 1 मिनटसम्म उभिएर बस्ने परेछ। त्यही भएर मैले 1 मिनटसम्म यत्तिकै बस्नुपर्छ तिमीले। सुरुमा त आनन्दले बसिरहेको थियो, पछि त हलचल गर्न थाल्यो। 1 मिनट पुरा हुने बेलामा त आफूले चाहिँ एउटा च्यालेन्ज पुरा गरेको खुसीमा मस्तसँग नाच्दै थियो। यसलाई के थाहा अगाडि भिडियोमा यस्तोसँग गाह्रो हुनेवाला छ भनेर। च्यालेन्ज स्टार्ट गरेको 15 मिनट मात्रै भएको थियो। त्यसपछि त यसले यस्तो भन्न थाल्यो, मलाई पानी ल्याएर दिन त खासै मन थिएन, तर मेरो दिमागमा एउटा आइडिया, यसलाई चाहिँ धेरैभन्दा धेरै पानी खुवायो भने यो पिसाब फेर्न निक्लिन्छ र च्यालेन्ज हार्छ भनेर मैले 1 गिलास पानी लगेर दिएँ। सो च्यालेन्ज स्टार्ट गरेको 20 मिनट भइसकेको छ। अब यसलाई म अझै पनि कम्प्लिकेटिभ बनाउन चाहन्छु। म यसको सर्कल छोटो पारिदिनेवाला छु। त्यसपछि मैले सर्कललाई धमाधम आधा भन्दा पनि सानो पार्दिएँ। सर्कल सानो पारेको 10-15 मिनट त यसले यत्तिकै आनन्दले कटाए। त्यसपछि यसो भन्न थाल्यो। यसो भन्ने बित्तिकै मैले खुसी भएर सोधेँ, यो त च्यालेन्ज जसरी पनि जित्ने तर्खरमा थियो। त्यही भएर मैले एउटा खतरनाक आइडिया लगाएँ। अब फेरि म यसलाई सुसुलाइरहेको छ। त्यही भएर यसलाई म लिएर आउँदैछु फेरि 1 गिलास पानी। यति गरिसकेपछि यो च्यालेन्जबाट जसरी पनि आउट हुन्छ भनेर मैले फेरि 1 गिलास पानी ल्याएर खुवाएँ। बिचरा खानै मानिरहेको थिएन। मैले मिस्ट्री बक्स दिन्न भनेपछि खायो। त्यसपछि म गएँ 40 मिनट भएपछि। च्यालेन्ज स्टार्ट गरेको 40 मिनट भइसक्यो। म के आयो होला अब तिम्रो सर्कल सानो हुनेवाला छ। त्यसपछि मैले सर्कललाई झनै सानो बनाएँ। त्यसपछि मैले मिस्ट्री बक्सको लोभ देखाएर मैले फेरि 1 गिलास पानी ल्याएर दिन्छु भनेर सोचेँ। यसो भन्ने बित्तिकै मैले यो जित्न मन छ भने अझै 1 गिलास पानी खाऊ भने बिचराले मिस्ट्री बक्स पाउने आशाले पानी सबै खायो। एकछिनपछि त पिसाबले च्यापेर होला निराश भएर बसिरहेको थियो। अझै पनि च्यालेन्जबाट बाहिर ननिक्लिने कुरा गरिसकेपछि मैले फेरि अर्को गेम लिएर आएँ। यो दुईटा मध्ये एउटा चुज गर। लाइनबाट बाहिर आउनु पर्यो। एउटा चुज गर। लाइन खोला। अहिले एउटामा 5 मिनट उभिएर बस्ने र अर्कोमा 5 मिनट घुँडा टेकेर बस्ने लेखेको थियो। यो पालि चाहिँ भाइ लकी रहेछ। अबे जल्दी बोल। यसलाई पढ्न लाग्यो भने त 1 घण्टा यहीँ बिताइदिन्छ। त्यही भएर मैले यसलाई परेको काम गर्न लगाएँ। लगभग अब 5 मिनट पछि नै हाम्रो च्यालेन्ज सकिनेवाला थियो। त्यही भएर यसलाई यो इजी भइरहेको थियो। च्यालेन्ज सकिन 1 मिनट मात्रै बाँकी थियो। त्यही भएर मैले यसलाई यस्तो गरेँ। जे गर्दा पनि नसकेपछि फाइनली यसले च्यालेन्ज जितेर छाड्यो। 3, 2, 1 टाइम अफ भन्ने बित्तिकै कुदेर मिस्ट्री बक्स लिन जान्छ होला भनेको त बिचरा सुसु फेर्न टोयलेट पो गइदिरा। भाइ चाहिँ च्यालेन्ज जितेको खुसियालीमा मस्त डान्स गरिरहेको थियो। सो भाइले चाहिँ हाम्रो च्यालेन्ज कम्प्लिट गरिसकेको छ र उसले अनि भाइले चाहिँ खुसी हुँदै हतार हतार मिस्ट्री बक्स च्यातेर हेर्न थाल्यो। मैले चाहिँ कागजभित्र बेरेर एउटा ललिपप राखेको थिएँ। त्यही पनि भाइलाई मन पर्यो।